फास्टिङ भन्दा पनि मोरओभर चाहिँ अहिले हाम्रो फिमेलहरूको हुन्छ नि व्रतहरू नै अहिले बढै छ कि हप्तामा 2-3 चोटि नै हुन्छ। तर उहाँहरूले पनि खानपिनमा त मिलाइराख्नु भएको छ कि अब माछा मासु हुन्छ या हुन्छ नि अरू कुराहरू प्लान्टबाट के ल्याउन सकिन्छ त्यो त पाइराख्नुहुन्छ। तर यो ओबेसिटी भनेको अझ उहाँहरूमा केसेसहरू चाहिँ बढिरहेछ कि यो चाहिँ के रिजनले होला? हजुर मैले अघि पनि भने नि त अब यो चाहिँ देख्दाखेरि कस्तो बिजी लाइफ कस्तो एक्टिभ लाइफ होइन, तर स्ट्रक्चर वेमा नभएर नै भएको हो। त्यसले आफ्नो लागि कति टाइम छुटाउनु पर्यो होइन। अर्को कुरा कस्तो पनि भयो हुन्छ जस्तो लाग्छ भने मैले कुराहरू गर्दा क्लाइन्टहरूसँग पनि होस् मोटाएर अब के गर्नु छ र के अरे दुब्लाएर के गर्नु छ र त्यस्तो खाले स्टेटमेन्ट छ क्या। उहाँहरूले फिजिकल अपियरेन्सलाई मात्र ध्यान दिनुभएको हो कि होइन, किनभने मोटो हुनासाथ अनहेल्दी हुने चाहिँ होइन है, फेरि दुब्लो मान्छे हेल्दी हुने भन्ने पनि होइन। तर उहाँहरूले चाहिँ फिजिकल अपियरेन्सलाई मात्र ध्यान दिनुभयो किन। तर ओभरवेट हुँदै गयो भने त घुँडा दुख्नेहरू प्रब्लम, यो इन्सुलिन रेजिस्टेन्स भएर सुगर प्रेसर त्यस्तो कुराहरू त आउन सक्छ नि त। कोलेस्ट्रोलहरू बढ्न सक्ला, फ्याटी लिभरहरू बढ्न सक्ला होइन, ग्रेड 1 ग्रेड 2 त्यसले त्यस्तो प्रब्लम चाहिँ ल्याउन सक्छ।